अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। क्या बोला तूने? हेलो गाइज, वेलकम छ मेरो न्यू भिडियोमा। आज चाहिँ हामी होइन टक्क लाएर इतोसीमा जाँदैछौँ होइन। टक्क यसो बाहिरतिर हेरेको त पुरै नेपालको याद आइरहेको होइन। पुरै धानहरू झुलिरा, गहुँहरू झुलिरा होइन। टक्क काट्ने बेला भएको यस्तो बवाल हेर्नु न, देख्दाखेरि नि ठ्याक्क नेपालकै भाइब जस्तो छ। टक्क हामी गयौँ होइन इतोसीमा जानको लागि। टक्क हामी 3-4 जना रेडी भएर टक्क गयौँ होइन। देख्न सक्नुहुन्छ यस्तो बवाल छ, पुरै गाउँ जस्तै देखेको छ होइन। ल टक्क म त्यहाँ अनि रेड बुल खान लागेँ होइन। टक्क लाएर भाइको पारा फेरि उता हेरिरहेको छ, म त्यहाँ रेड बुल खाँदै इन्जोय गरिरहेको छु। मैले भाइलाई बोलाएँ, एच भनेको, ल अझै हेरेको छैन ल हेरेको। ओहो ऊ फेरि भिडियो भनेपछि हाँसिहाल्छ, नाचिहाल्छ होइन। यस्तो छ ऊ, यस्तो भइरहेछ होइन। हामी अब इतोसीमा जाँदैछौँ, हामी पुग्न लागेको छौँ। फाइनल्ली हामी इतोसीमा आइदियो। के छ म के हो पारा तिम्रो? कहाँ हो तिमी आएको? जापान आएको भर्खर आऊ तिमी। के छ जापान कस्तो लागिरहेको तिमीलाई? के गर्दा भयो, रमाइलो रहेछ। तपाईँले घुमाउनु लगिरहनु भएको छ, केही थाहा छैन मैले। थाहा छैन। ठिक छ त्यो पनि राम्रो हो। अब बिस्तारै थाहा हुन्छ हेर। गाह्रो छ, गाह्रो भइहाल्छ नि। भर्खर आएको छ, भाषा क्लित होला फेरि। यस्तो राम्रो ठाउँ छ, यस्तो बवाल छ। मोबाइलको 70 प्रो म्याक्स छ नि। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। जेनी बोलिरहेको अर्काको महलमा भिडियो बनाइरहेको। क्या बोला तूने? केही बुझ्दैन यार यस्तो। अहिले त हेर्नु न भाइको पारा पुरै अहिलेसम्म अनेक बोल्ने मान्छे अहिले पुरै निराइरहेको। पुरै हेर्नु न यस्तो तले निराइरहेको कि ओहो पुरै निराइरह। ल पुरै ठाडै निराइरहेछ, ठाडै हेर्नु न यस्तो बिजोको यस्तो त कहिले हुन्थेन।